जय सम्भोइ साथीहरु, स्वागत छ हजुरहरुलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी नेपालको ऐतिहासिक किल्ला जितगढी किल्ला जाँदै छौं। हजुरहरुले भिडियोको थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भयो होला। यतिबेला हामी तिनाउखोला पुलमा छौं। देख्न सक्नुहुन्छ छाडा चौपायाहरु। यो चाहिँ नेपालको ऐतिहासिक किल्ला जितगढी किल्लामा फरफराइएको नेपालको झण्डा। तिनाउखोला पुलदेखि हामी सर अब हजुरहरुलाई लोकेसन देखाउँदै जितगढी किल्ला जाने छौं है त। तिनाउखोला पुल कटिसकेपछि मैनाबगरतिर जाने, लेफ्ट लिएर मैनाबगरतिर। सर र लेफ्ट लिएर गइसकेपछि फर्स्ट गल्ली छोडेर सेकेन्ड गल्लीबाट फेरि लेफ्ट। फर्स्ट नि सेकेन्ड अटो आइराको तिर ठ्याक्क सेकेन्ड गल्लीबाट लेफ्ट लिएर हजुरले सिधै जानुभयो भने ठ्याक्क जितगढी किल्ला को गेट अगाडि नै पुग्नुहुन्छ है साथीहरु। देख्न सक्नुहुन्छ गेट। हामी चाहिँ भित्र छिरिसकेका छौं। यहाँ भित्र छिर्न चाहिँ कुनै पनि शुल्क लाग्दैन है। अहिलेसम्म चाहिँ निशुल्क भित्र छिर्न पाइन्छ। भित्र छिरेर यहाँको ऐतिहासिक यो चाहिँ हाम्रो उजिर सिंह कर्णेल, हाम्रो राजा, जितगढी किल्ला बचाउने राजा उजिर सिंह थापा। अहिलेसम्म चाहिँ जितगढी किल्लामा छिर्न कुनै पनि शुल्क छैन है। एकदम हेर्न सक्नुहुन्छ यहाँ एकदमै के भएको थियो, अंग्रेजहरुले कताबाट हमला गरेका थिए, के थियो सबै जानकारीहरु यता गएपछि सर ल्याउन सक्नुहुन्छ। पुराना हात हतियारहरु पनि देख्न सक्नुहुन्छ यहाँ। पारी चाहिँ नेपाली सैनिकहरु उता पारीबाट, बीचको चाहिँ यो तिनाउ नदी भन्ने रहेछ। यो तिनाउ नदी वारी र पारी भएको रहेछ नि त युद्ध, त्यही भएर यो ठ्याक्क बीचमा तिनाउ नदी गराएर यता अंग्रेज उता नेपाली गराएको रहेछ। यता चाहिँ यो चाहिँ त्यहाँ लेखिएको लेख हो, पढ्न सक्नुहुन्छ। यो बीचको खाली भाग यो तपाईहरुले देख्न सक्नुहुन्छ। यो उता चाहिँ हाम्रो नेपाली सैनिकहरु, यो बीचको यो खाली भाग देखियो नि, यो चाहिँ तपाईको खोला रहेछ। तिनाउ खोला वारिपारी भएर लडाई भएको भएर त्यस्तो। यो चाहिँ हाम्रो कर्णेल वा राजा उजिर सिंह थापालाई युद्धमा साथ दिने सुरदार, हवलदार, सिपाही, काजीहरुको शालिक रहेछ। यता चाहिँ सर हेर्दै पढ्दै जान सक्नुहुन्छ है। यहाँ चाहिँ वाटर फाउन्टेन रहेछ राम्रो है। यति नदी छ, तिनाउखोला नदी नजिकै। सर र त्यहाँदेखि पानी ल्याएर यसको अलिकति संरक्षण गरेर यसलाई सर र सुचारू गर्ने भने चाहिँ अझै सुन्दर देखिन्थ्यो होला यो जितगढी किल्लाको दृश्य। देख्न सक्नुहुन्छ यो बीचको चाहिँ तिनाउ नदी, यता यो अंग्रेज, यता चाहिँ नेपाली। आन्तरिक पर्यटकहरु पनि रमाउँदै जितगढी किल्लामा कतै फोटो कतै टिकटक। निशाना लगाउँदै नेपाली बाणले तीर चलाउँदै। यता चाहिँ गुफा रहेछ। यो चाहिँ जीर्ण अवस्थामा पुगेको रहेछ। यसको संरक्षण गर्नुपर्ने देखियो।
कहाँ से आते हैं ये? भन्नुस् न भने भन्दै भन्नु भएन है यहाँले पनि ऊ झस्किनुहुन्छ आज यसको चाहिँ संरक्षण गरेर यो के हो कस्तो यसको इतिहास पनि यसो झल्किने एउटा सानो बोर्ड गराइदिने भने चाहिँ यो बवाल हुन्थ्यो है यो चाहिँ बात त सही है हेरौँ लाग्ने ग्रेटर नेपाल Oh my God! Wow! हाम्रो जितगढी किल्लामा रहेका आदि इत्यादि कुराहरू हुन् है नेपालको जितगढी ऐतिहासिक जितगढी किल्ला यतिन्जेल हाम्रो भिडियो हेरेर साथ दिनुहुने सम्पूर्णमा धन्यवाद भन्दै हाम्रो भिडियोहरू के कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला यदि राम्रो लाग्छ भने हाम्रो भिडियो लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला है त साथीहरू यही थियो आजको जितगढी किल्लाको ऐतिहासिक किल्लाको विभिन्न दृश्यहरू यहाँहरूलाई देखाइसकेको छु है त साथीहरू थ्याङ्क यू